बाइक धुन दिएको होइन, म चाहिँ घरभित्र पस्यो है पैसा लिन, अनि चाहिँ ऊ चाहिँ यहाँभित्र छिर्यो रे, कहाँ बाटो नै हरायो भन्छ। अब बाइक के भन्यो रिस नि उठिरह होइन, अनि के भन्छ हाँसो नि उठिरहेछ, यहाँबाट भित्र छिरेको रहेछ होइन। त्यो चाहिँ मैले भिडियो हेरेको अनुसार चाहिँ, सिन हेरेको अनुसार चाहिँ यहाँबाट भित्र पसेको जस्तो छ है। अब यहाँबाट भित्र पस्यो हो कि त्यो मुला कहाँ गयो फेरि यार, हेत्तेरिका। ल यता नि छैन त, अनि क्या दामी सिन छ भन्छ होइन। कताको सिन देखाएको थियो यार, मलाई भिडियो कल गरेको थियो होइन, त्यहाँ डाँडामा पुगेन त्यो। मैले देखेँ त्यसलाई देखेँ, पागललाई। कहीँ जितपुर फेरि भित्र नयाँ आएको छ होइन, उसलाई केही थाहा छैन क्या, उसलाई केही पनि थाहा छैन, यत्तिकै मेरो बाइक लिएर हिँडिदिरह के। मैले देखिसक्यो ट्याक्कै, मैले सिन हेरेपछि म चाहिँ थाहा पाएको क्या, यसले यो बाटो छिरेको छ। कहाँ आएर कहाँ कस्तो कहाँ जाने हो र। मेरो बाइक लिएर पुरै फुत्त कुदिरह, हेलमेट पनि छैन, अनि लाइसेन्स नि छैन क्या उसको, फेरि उसँग लाइसेन्स पनि छैन होइन। तनाव यहाँ पो छ त, लाइसेन्स भए त मलाई टेन्सन हुन्थेन क्या। अब उसँग लाइसेन्स पनि छैन, अझै हेलमेट पनि लाएन, फेरि के भन्ने यसलाई। हिँड आइज हिँड्न, अगाडि हिँड्न, भिडियो बनाइदिइराख त। अनि मलाई बाइक लिएर आएको छ होइन, अनि त्यसपछि बाटो थाहा छैन है, अनि भिडियो कल पो गर्छ। मैले ठ्याक्कै थाहा पाएको नि, क्या दामी भ्यू छ भन्छ। अझ बनिरहेछ, हिँड्न बनाइरहेछ, अझ हराउँछ अनि भिडियो बनाइदे भन्छ। अझ हो यता सेटेलाइट बाल हो, बाइक आउँछ। घोडा नै हानेछ त यार। त किन गयो त, अनि किन गयो? घुम्न गएको म, मान्छे उता झन् काम छ भनेर लिएर गएको, झन् पुरै घुम्न गएको पो भन्छ त। अनि किन गयो त फर्केर? बाटो चाहिँ हेर्नु पर्दैन? कस्तो फास्ट आउने हो, भर्खर बाइक बनाएको छ अनि चाहिँ फास्ट आउनु भन्छ यार। आमाम इन्जन चाहिँ खोलेर अब मोबिल चाहिँ खान थालेछ। धेरै खाएको थिएन, त्यही पनि अब 8-9 हजार जति भयो खर्च होइन। म चाहिँ फेरि रामको बाइक लिएर कहाँ गयो भनेर हिँडेँ। साइड लाइट पनि बाल्दैन फेरि। ल बाले हाँस अब हाँस अब पछाडि बसेर भिडियो बनाउनु, उसलाई दिनु, उसलाई नि त भाइ। उसलाई बाइक दिन्छ बाइक उसलाई। कहाँ उता जितपुर फेरि भित्र पसेर होइन, अनि त्यसपछि म त दाइ कहाँ हराएको भन्छ, यहीँ अगाडिबाट फर्केर कहाँ भन्छ।
यहाँ जुन छ नि त्यो के भन्छ त्यो के भन्छ पसल चोक त्यहाँ आएर अनि फर्केर गएको भन्छ त्यहीँबाट छिरेछ अनि फर्केर पसल चोक आएछ होइन अनि फेरि गएछ भित्रै यता नै गरेको छैन ल अघि त्यो यही बाटो आएको रहेछ फेरि फर्केर यही बाटो छिरेको रहेछ क्या त्यो कस्तो हिलो छ यार कस्तो नराम्रो छ क्या झन् यत्तिकै टोपी नै लगाएको छैन झन् कस्तो हल्लेर आइरह होला क्या म यहीँबाट घुम्दिने यार टाउको दुख्यो यार सायद ल यस्तो समातेर हिँड्नु पर्ने क्या ल यहाँ चाहिँ यो बिचको बाटो चाहिँ दामी छ के अलिकति मात्र यहीँ मिस्टेक भयो एकदम खतरा छ बाटो खतरा हो क्या यस्तो डेन्जर टर्निङ छ यो